साथीहरू सम्पूर्णलाई नमस्कार। आज म तपाईँहरूलाई एनआइसिआइसिआईको मोबाइल ब्याङ्किङ एक्टिभ कसरी गर्ने भनेर तपाईँहरूलाई आज म सिकाउँछु। सुरुमा तपाईँहरू मोबाइल ब्याङ्किङको एनआइसिआइसिआईकोमा ट्याप गर्नुहोस्। यसरी ट्याप गरिसकेपछि तपाईँहरूले देख्न सक्नुहुनेछ सुरुमा लगइन रजिस्टर भनेर। यसरी लगइन रजिस्टरमा गइसकेपछि दबाइसकेपछि तपाईँहरूले तल हेर्नुहोस् त अनेबल टु लगइन भन्ने देख्नुहुनेछ। यसमा अनेबल टु लगइनमा यसरी क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि चाहिँ तपाईँहरूले फर्गेट पासवर्ड र एक्टिभ एकाउन्टको अप्सन देख्नुहुनेछ। त्यसपछि तपाईँहरूले एक्टिभ एकाउन्टमा क्लिक गर्नुहोला। यसरी एक्टिभ एकाउन्टमा क्लिक गरिसकेपछि तपाईँहरूले अलि तल चाहिँ तपाईँहरूले यहाँ प्रोसेस भनेर देख्नुहुनेछ। हेर्नुहोस् त, यसरी प्रोसेसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि फेरि तल तपाईँलाई एक्सेप्ट भनेर देखाउनेछ। यहाँ एक्सेप्टमा क्लिक गर्नुहोला। यसरी क्लिक गरिसकेपछि फेरि तल प्रोसेसमा दबाउनु होला साथीहरू। यसरी प्रोसेसमा दबाइसकेपछि तपाईँहरूलाई अलाउ एनआइसिआइसिआई ब्याङ्क टु मेक अ म्यानेज फोन कल भन्ने छ, यसो चाहिँ अलाउ गर्नु होला है। त्यसपछि तपाईँहरूले चाहिँ आफ्नो मोबाइल नम्बर राख्नु पर्ने हुन्छ साथीहरू। अब तपाईँले आफ्नो ब्याङ्कमा जुन मोबाइल नम्बर राख्नु भएको थियो यसमा चाहिँ त्यही मोबाइल नम्बर राख्नु होला। कन्टिन्यू गर्नु होला साथीहरू। यसरी कन्टिन्यू गरिसकेपछि साथीहरू हेर्नुहोस् त, तपाईँहरूलाई चाहिँ इन अर्डर टु एक्टिभ योर सर्भिस योर निड टु सेन्ड अ एसएमएस फ्रम योर भनेर यसरी देखाइरहेको छ। यसमा तपाईँहरूले ओके गरिदिनु होला। अब तपाईँको सिधै यसरी म्यासेज बक्स खुल्नेछ। अब तपाईँहरूले सेन्ड गर्नु होला साथीहरू। यसरी सेन्ड गरिसकेपछि तपाईँहरूलाई भेरिफिकेसन हुनेछ है तपाईँहरूको। त्यसपछि तपाईँले ब्याक टु ब्याक गर्नु होला साथीहरू। यसरी ब्याक गरिसकेपछि रिक्वेस्टिङ भनेर अटोमेटिकली घुम्नेछ। यसरी हेर्नुहोस् त साथीहरू, रिक्वेस्टिङ भनेर देखाइरहेको छ। यसरी देखाइसकेपछि अब तपाईँको मोबाइलमा चाहिँ कोड आउँछ साथीहरू। हेर्नुहोस् त, कोड आइसकेपछि तपाईँहरूले अब यहाँ आफ्नो कोड राख्नुपर्ने हुन्छ साथीहरू। तपाईँहरूले यसरी कोड राखिसकेपछि कन्टिन्यू गर्नु होला साथीहरू। यसरी कन्टिन्यू गरिसकेपछि साथीहरू तपाईँहरूलाई चाहिँ यहाँ एकाउन्ट नम्बर राख्न दिनेछ है साथीहरू। तपाईँहरूले यहाँ आफ्नो एकाउन्ट नम्बर लेख्नु होला साथीहरू। एकाउन्ट नम्बरमा चाहिँ तपाईँलाई तपाईँको म्यासेज बक्समा एउटा नम्बर दिएको हुनेछ ब्याङ्कदेखि, हो त्यो एकाउन्ट नम्बर राख्नु होला। जुन तपाईँहरूलाई चेकबुकमा पनि हुन्छ एकाउन्ट नम्बर, त्यो राख्नु होला। एकाउन्ट नम्बरमा चाहिँ आफ्नो एकाउन्ट नम्बर पुरा राख्नु होला साथीहरू। मैले आफ्नो एकाउन्ट नम्बर राखिसकेँ। त्यसपछि तपाईँहरू चाहिँ कन्टिन्यू गर्नुपर्ने हुन्छ। यसरी कन्टिन्यू गरिसकेपछि यहाँ न्यू पासपोर्ट कन्फर्म पासपोर्ट भनेर देखायो हो। यसमा चाहिँ तपाईँहरूले तल माथि दुइटै सेम राख्नुपर्ने हुन्छ। यसमा चाहिँ न्यू पासपोर्ट र कन्फर्म पासपोर्ट चाहिँ माथि तपाईँले एउटै पासपोर्ट राख्नुपर्ने हुन्छ। पासपोर्ट राख्दाखेरि चाहिँ अगाडिको अक्षर चाहिँ क्यापिटल हुनुपर्ने हुन्छ। तपाईँहरूले चाहिँ अगाडिको अक्षर क्यापिटल, त्यसपछि स्मल लेटर, ह्याज जे राख्दा पनि हुन्छ है। त्यसपछि नम्बर राख्दा हुन्छ। एकदमै मिल्छ तपाईँको पासपोर्ट। तपाईँहरूले तल माथि सेम पासपोर्ट राख्नु होला साथीहरू। मैले यसरी पासपोर्ट राखिसकेँ। पासपोर्ट राखिसकेपछि तपाईँहरूलाई अलि तल हेर्नुहोस् त, तल कन्टिन्यू भनेर देखाउनेछ। यसरी कन्टिन्यूमा क्लिक गरिदिनु होला। क्लिक गर्ने बित्तिकै तपाईँलाई ट्रान्जेक्सन पिन भनेर सेटअप गर्ने भन्छ। तल माथि सेम राख्नुपर्ने हुन्छ। यसमा चाहिँ 4वटा अङ्क राख्नुपर्ने हुन्छ। जुन तपाईँले अरूलाई पैसा पठाउँदाखेरि पिन हान्नुपर्ने हुन्छ त्यति बेला सिक्युरिटीको लागि, हो त्यो पिन राख्नुपर्ने हुन्छ 4वटा अङ्कको। अब तपाईँहरूले यसमा 4वटा अङ्कको पिन राख्नु होला साथीहरू। मैले यसरी पिन राखिसकेँ। अब तपाईँहरूले तल हेर्नुहोस् त, कन्टिन्यू भनेर देखाएको छ। कन्टिन्यूमा तपाईँहरूले क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि एकाउन्ट रजिस्टर सक्सेसफुल्ली, कङ्ग्रेचुलेसन योर सर्भिस ह्याज बिन एक्टिभ सक्सेसफुल्ली भनेको छ। अब तपाईँहरू गो लगइन पेजमा दबाउनु होला। यसरी तपाईँहरूले लगइन गरिसकेपछि बटनमा क्लिक गरिसकेपछि फेरि पनि तपाईँहरूलाई लगइन रजिस्टर माथिको अप्सन देखाउनेछ, यसमा क्लिक गर्नु होला। अब तपाईँले चाहिँ मोबाइल नम्बर आफ्नो र तल पासवर्ड राख्नुहोस्। अब मैले आफ्नो मोबाइल नम्बर र पासवर्ड राख्छु साथीहरू। हेर्नुहोस् त, मैले मोबाइल नम्बर र पासवर्ड राखिसकेँ। अब म चाहिँ लगइनमा क्लिक गर्छु। यसरी लगइनमा क्लिक गरिसकेपछि फेरि तपाईँलाई लोकेसनको अप्सन देखाउनेछ साथीहरू। तपाईँले लोकेसन अनिवार्य अलाउ गर्नु होला, किनभनेपछि तपाईँको मोबाइल ब्याङ्किङ कुन ठाउँमा लगइन भयो भनेर ब्याङ्कलाई अनुमति जान्छ। यसरी अलाउ गरिदिनु होला। अलाउ गरिदिइसकेपछि तपाईँहरूले चाहिँ सेट क्वेसन सिक्युरिटी क्वेसन भन्ने छ। यो चाहिँ राखे पनि हुन्छ नराखे पनि हुन्छ।
तर यसमा राख्दा चाहिँ तपाईँको पछि फर्गेट पासवर्ड गर्दाखेरि तपाईँलाई सजिलो हुन्छ। अहिलेको लागि चाहिँ लेटर गरौँ है साथीहरू। यसरी लेटर गरिसकेपछि तपाईँले यहाँ अपलोड योर पिक्चर गर्नुपर्ने हुन्छ। तपाईँहरूले यसमा पिक्चर राख्दा पनि भयो आफ्नो पासपोर्ट साइजको, अथवा नराखे पनि केही फरक पर्दैन। अहिलेको लागि चाहिँ लेटर भनेर दबाउँ है। यसरी क्लिक गरिसकेपछि लुक्स ग्रेट भन्यो यहाँ। अब तपाईँहरू टेक मी माई ड्यासबोर्डमा यसरी क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईँको एकाउन्ट खुल्नेछ। हेर्नुहोस् साथीहरू, अब रिक्वेस्टिङ देखाएको छ। हेर्नुहोस् साथीहरू, यसरी तपाईँको मोबाइल ब्याङ्किङ खुल्नेछ। साथीहरू, तपाईँले एनआइसिसिआईको मोबाइल ब्याङ्किङ कसरी एक्टिभ गर्ने भनेर सिक्नुभयो। अर्को भिडियोमा म तपाईँहरूलाई नेपाल ब्याङ्क लिमिटेडको कसरी मोबाइल ब्याङ्किङ एक्टिभ गर्ने भनेर सिकाउँछु। धन्यवाद।